निकाल्दै धुलो उडाउँछ है भन्ने हुन्छ ल है त मिना सुनार खेलिरहेकी छिन् पटक भने मिना सुनार लोकेसन चाहिँ नदीपुर है त पोखरा बालमन्दिर कन्या क्याम्पसदेखि थोरै अगाडि प्रहार मिनाको मिना सुनार मेल पाउँछ प्रहार मिना सुनारको पिरामिड कन्स्ट्रक्सन हङकङ अर्थात् गलकोट पनि भन्छौँ हामी त्यो र पर्वत तीन पर्वत सेट जितेको सहेलिज भलिबल एकाडेमीले नै दोस्रो सेटमा पनि अङ्क स्थिति बराबर अघि पछि यसरी नै चलिरहेको छ सिलसिला अङ्क स्कोरको खडा भावनाले बचाए रेबिना गएकी छिन् मिनालाई दियो विष्णु बचाए थियो बल क्रस पनि हुनेछ पहिलो अङ्क बागलुङलाई हिमालहरूको गेम छैन है त हिमाल छगै छैन फाइनल आजै हो मिना कडा प्रहार गरी मिना सुनार करिब 2:30-3 बजेभित्रमा त सुरु हुन्छ खेल स्विङ इस्माइल रेबिना मिना कडा प्रहार मिनाको दोस्रो अङ्क 5 गतिबाट हो गेम सर भन्नुहुन्छ 5 गति कि 6 गति हो मणिभूखण्ड ढुङ्गाकोटमा पनि छ गेम सँगसँगै जुत्छ होला सायद सङ्गम मगर यो खेल चाहिँ पोखरा नदीपुरमा भएको है त प्रथम एलिट भलिबल कप 2081 प्रहार विशेषता हो